नमस्कार, 안녕하세요. 15과 15 लेसन ओछारिम कपडा पहिरन, लुगा पहिरन, लुगा लगाई भन्न खोजेको हो। लुगा लगाई ओछारिम पाठको आज हामी मनबाबा छङ्बो संस्कार तथा जानकारीमा आधारित हानगुगे छन्थोङ उइसाङलाई पढ्न बुझ्न जाँदैछौँ। हानगुगे छन्थोङ उइसाङ भन्नाले कोरियाको परम्परागत विशेष पहिरन है, कोरियाको परम्परागत विशेष पहिरनलाई चाहिँ कुन ढङ्गले व्याख्या गरिएको छ, बुझाउन खोजिएको छ, व्याकरणमुखी भएर बुझ्ने प्रयास गरौँ। हानबोगुन कोरियन पोसाक चाहिँ कोरियन ट्रेडिसनल पोसाक हो यो, जुन अघि पिक्चरमा देख्नु भएको थियो। हानगुगे छन्थोङ उइसाङइमनिदा कोरियाको परम्परागत विशेष पहिरन हो, यसरी बुझ्नुहोला। हानबोगुन सेक्साङी वार्य हाम्य कोरियन पोसाक चाहिँ रङ रोगनले भव्य हुने भई थिजाइनी उहागो डिजाइन सुरुचिपूर्ण भएर, डिजाइन वाव खालको भएर आरम नाप्सुम्नेदा मन हर्ने हुन्छ, सुन्दर हुन्छ। खुरेछ हानगुक सारमदुरुन, त्यसैले कोरियन मानिसहरू चाहिँ सल्नारिना ख्यारोन्सिक नयाँ वर्ष अथवा विवाह समारोह गा खाच्छे तथा उस्तै थुप्प्योरागो छुङ्ग्योहान नारेनन विशेष र महत्त्वपूर्ण दिनमा चाहिँ छन्थोङ हानबोगुल इप्सुम्निदा परम्परागत कोरियन पोसाकलाई लगाउँदछन्। यो कोरियन पोसाक जुन अघि पिक्चरमा देख्नुभयो, यो पिक्चरमा देख्नुभएको जुन कोरियन पोसाक छ जसलाई हानबोक भनिन्छ, यो चाहिँ यहाँनिर कसरी व्याख्या गर्यो भने पहिलो कुरो त विशेष पहिरन हो भनेर उइसाङलाई हामी हेर्न बुझ्न सक्छौँ। कोरियन पोसाक चाहिँ रङ रोगनले भव्य हुने भई डिजाइन सुरुचिपूर्ण भएर, यसको बनावट कपडाको हानबोकको बनावट सुरुचिपूर्ण वाव खालको भएर मन हर्ने खालको हुन्छ, सुन्दर हुन्छ। त्यसैले कोरियन मानिसहरू चाहिँ नयाँ वर्ष एउटा चाड भयो, कोरियाको ठुलो चाडहरू मध्येको चाड ख्यारोन्सेक विवाह समारोह गुवा खाच्छी भनेको छ, तथा उस्तै अन्य अरू पनि विशेष दिनहरू, चाडपर्वहरू, फेस्टिभल्सहरू यस्तो अवसरमा पनि लगाउँदछन्, लाई पनि विशेष र महत्त्वपूर्ण दिनमा लगाउने गर्दछन् भनेको भयो। यसपछि अर्को हेरौँ, नामसाङ हानबोगुन पुरुष कोरियन पोसाक चाहिँ फाजी वा छकोरी, फाजी प्यान्ट भयो है, यहाँनिर लगाएको देख्न सक्नुहुन्छ। प्यान्ट पुरुष नामसँगले लगाउने, यसलाई चाहिँ फाजी भने यहाँनिर। अर्को छकोरी, छकोरी भनेको चाहिँ यो जुन बाहिर आउटर छ, यो आउटर चाहिँ छोकी भयो, यो भित्रकोलाई चाहिँ जुन चाहिँ कमिजको रूपमा बुझ्ने गर्छौँ हामी, अथवा त्यसलाई कुर्ती पनि भन्ने गर्छौँ, त्यसलाई चाहिँ छकोरी भनेर बुझिन्छ। छकोरी अनि छोकी, छोकी भनेको बाहिरको ज्याकेट आउटर द्वारा खुसङ दिएको द्वारा संरक्षित भएर बनेर भन्न खोजेको। यसङ हानबोगुन महिला कोरियन पोसाक चाहिँ छिमा वा छकोरी, छिमा भनेको जामा भयो, स्कर्ट जामा, र छकोरी महिलाहरूको पनि कमिज माथि लाउने चाहिँ कमिज हुने भएर छकोरी। छकोरी रो खुसङ द्वेम्निदा मा अथवा द्वारा संरक्षित हुन्छन् भनेको भयो। यो भन्नुको मतलब स्कर्ट जामा तथा कमिजद्वारा बनेका हुन्छन्। हानबोगुन छायोन सुराउन छुरुङ्वा कोरियन पोसाक चाहिँ प्राकृतिक खालका, प्राकृतिक रूपका, छुरुम भनेको मुजा पर्ने टाइपको हुन्छ, यसलाई चाहिँ खुम्चिएको डिजाइन भनेर बुझ्न सक्नुहुन्छ। प्राकृतिक खालको, प्राकृतिक किसिमको खुम्चिएको डिजाइन, खुम्चने डिजाइन लुगा कपडा, तथा फुङसँगान प्रचुर मात्राको फुङसँगान प्रचुर मात्राको सिल्वे सुरो
मोदुन छियाउने सिलियोस भनेको चाहिँ कढाई बुनाई भन्न खोजेको लुगा कपडाको चाहिँ हरेक एङ्गल एउटा सिलाइ कुन ढङ्गले सिलाउने कसरी सिलाउने मजबुतीका हिसाबले आकर्षणका हिसाबले कसरी सुहाउँदो हुनसक्छ त त्यो हिसाबले एउटा सिलाइ भयो। अर्को कढाई भन्छ। कढाई भनेको चाहिँ डिजाइन कसरी दिने यो चाहिँ लुगा कपडाको काम गर्ने भाषा हो। यो लुगा कपडा काम गर्ने मान्छेहरूको भाषा हो। कढाई बुनाई भन्यो भने समग्रमा डिजाइन बुझ्न सकिन्छ। कढाई बुनाईद्वारा हैन प्रचुर मात्राको कढाई बुनाईद्वारा मोदुन छियङे जम्मै शारीरिक ढाँचा भनेर बच्चालाई पनि बुढालाई पनि अथवा जवानलाई पनि सबै शरीरको सबै शरीरीय ढाँचाको सारामदुरेगे मानिसहरूलाई औलिन्दानन छाङजमी सुम्निदा सुहाएको भनिने भनाइले योग्य छ यसरी भनेको भन्न खोजेको भयो। अगाडि बढौँ थोरै। खुरना तर छन्थोङ हानबोगुन अहिलेसम्म हामी छन्थोङ हानबोगलाई नै पढ्दै थियौँ माथि। छन्थोङ हानबोगुन परम्परागत कोरियन पोसाक चाहिँ फ्योङसाङ बोगुरो इप्किएनुन दैनिक रूपमा सामान्य रूपको दैनिकी रूपको कपडाद्वारा लगाइमा चाहिँ सामान्य कपडाको रूपमा लगाउनमा अथवा लगाइमा चाहिँ थासो केही फुलफेनान जमिस केही असहज केही अप्ठ्यारा खालका बिन्दु भई यो जुमेनन हिजो आज चाहिँ छन्थोङ हानबोगुल हिजो आज चाहिँ कोरियन पोसाकलाई परम्परागत कोरियन पोसाकलाई खेर्याङ आयो परिमार्जन गरी त्यसलाई चाहिँ फेरबदल गरी परिमार्जन गरी मान्दन सेङवार हानबोगुल बनाइएको जीवनयापनको दैनिक जीवनको कोरियन पोसाकलाई इम्नोन सारामदुरी लगाइरहने मानिसहरू मानाजीको इच्छुम्निदा धेरै हुँदै गइरहेका छन्। यसको लोकप्रियता बढ्दै गइरहेको छ भनेको भयो। यहाँनिर दुई किसिमको हानबोकलाई व्याख्या गरेको भयो। एउटा चाहिँ छन्थोङ हानबोक भनेर यसलाई बुझाउन खोजेको भयो यो माथि लगाइएकोहरूलाई। अनि अर्को चाहिँ यो पिक्चरमा हेर्न सक्नुहुन्छ यो चाहिँ सेङवार हानबोक भनेर बुझ्नु पर्यो है, जुन चाहिँ डेली लाइफमा युज गर्न सजिलो हुने खालको भनेर यहाँ पाठमा व्याख्या गरेको भयो। है यहाँनिर एकिएनन थासो केही फुलफेनान जमिएछ केही असहज बिन्दु भई यो जुमेनन हिजो आज चाहिँ छन्थोङ हानबोगुल खेर्याङ आयो परिमार्जन गरी मान्दुन सेङवार हानबोगुल बनाइएको जीवनयापनका कोरियन पोसाकलाई दैनिक डेली लाइफमा युज गरिने कोरियन पोसाकलाई लगाइरहने सारामदुरी मानाजीको इच्छुम्निदा मानिसहरू धेरै हुँदै गइरहेका छन्। सेङवार हानबोगुन छन्थोङ हानबोक बोधा डेली लाइफमा युज हुने कोरियन पोसाक चाहिँ परम्परागत कोरियन पोसाक भन्दा थिजाइनी थान्सुनागो डिजाइन सुरुचिपूर्ण भएर सुहाउँदो खालको सुरुचिपूर्ण भएर सिर्योङ जगिय छ प्रयोगात्मक भएर युजेबल भएर लगाउन सजिलो भएर अन्जेना फ्यानागे जहिले सुकै सहजतासँग सहज हुने गरी एबुल्सु इप्सुम्निदा लगाउन सकिन्छ। यो खालको सेङवार हानबोकको कुरा भएको भयो। सेङवार हानबोगुन छन्थोङ हानबोक बोदाल यहाँसम्मको भयो। इरो हान यस्ता हानबोगे फ्यानुहानुन यस्ता कोरियन पोसाकको परिवर्तन चाहिँ यो छन्थोङ हानबोकबाट यो जुन परिमार्जन हुँदै आएको सेङवार हानबोक भन्यो यसबाट परिमार्जन हुँदै आएको है परिवर्तन हुँदै आएको कोरियन पोसाकको परिवर्तन चाहिँ हानबोगे थेजुङ वावे कोरियन पोसाकको परिवर्तनले चाहिँ भनेर अर्थ लगाउँ। यहाँनिर कोरियन पोसाकको परिवर्तनले चाहिँ कोरियन पोसाकको लोकप्रियतामा थेजुङ वा भनेको छ यो भनेको लोकप्रियता हो। लोकप्रियतामा खियो हायत सुम्निदा योगदान पुर्याइसकेको छ। अधिकांश साना अथवा चाहिँ मझौला भनेर यङ
उमेरका र बुढापाकाहरू सबैजनाले लगाउन थालिसकेको भनेर भन्न खोजेको भयो। हानबोगुन इम्नुन सारामे कोरियन पोसाक लगाइरहने मानिसको यङयङिना यखाल उमेर अथवा भूमिका रोल, त्यो मान्छेले लुगा लगाइसकेपछि कस्ता खालका एक्टिभिटिजहरू गर्छ त हैन, त्यो हिसाबले यहाँनिर यखाल भन्यो भूमिका भनेर, अनि यङयङ भनेर उमेर भन्यो, उमेरका हिसाबले पनि फरक नपर्ने कुरा बताउन खोजेको भयो। थुङ्गे तारा आदि अनुसार लगायत अनुसार सेक्वाल्वा थिजाइनी रङ तथा डिजाइनले छोकुम थारुम्निदा थोरै फरक हुन्छन्। कोरियन पोसाक चाहिँ लगाइरहने मानिसको उमेर अथवा भूमिका आदि अनुसार रङ तथा डिजाइन थोरै फरक हुन्छ। मान्छेको आफ्नो चोइस अनुसार भन्न खोजेको। ख्योरोन सिगेस सिन्लाङे विवाह समारोहमा दुलाको अमनिनुन फोथोङ फुरुन्से खेथोङे आमाले चाहिँ सामान्यतया साधारणतया नीलो रङ खेथोङे नीलो रङ व्यवस्थापनको नीलो रङ सिस्टमको व्यवस्थापनको छमछानन प्रथा अथवा चाहिँ सभ्यता भनेर बुझ्न सक्छौँ हामी छमछानलाई। यहाँ चाहिँ छमछानुन सभ्यताको अथवा प्रथाको हानबोगुलिपको कोरियन पोसाकलाई लगाउनु भएर सिन्बुए अमनिनुन दुलहीको बेहुलीको आमाले चाहिँ फुनोङसेक भनेर पिङ्क कलर भनेर बुझ्न सकिन्छ। पिङ्क कलर खेथोङे सिस्टमको अथवा व्यवस्थापनको थानाहान हानबोगुल इप्सुम्निदा सुरुचिपूर्ण एकदम सुहाउँदो हैन राम्रो सुन्दर खालको कोरियन पोसाकलाई लगाउनुहुन्छ। यसरी बुझ्न सकियो। लगभग अन्त्यमा आएको छ, यसलाई हेरौँ। छेगन थुरसनुन हालै भित्रिएर चाहिँ हानबोग फेस्टिभल इना कोरियन पोसाकको फेस्टिभल हैन विभिन्न प्रोग्राम अथवा हानबोग फेसन सो कोरियन पोसाकको फ्यासन सो थुमुल थोङे आदि मार्फत हानबोगे आरुमदाउमल कोरियन पोसाकको रमणीयतालाई के भन्छ सुन्दरतालाई सेगे जगुरो नल्ली विश्वव्यापी रूपमा फैलाई आल्लिरेअनु नोर्यकी थाहा गराइरहने प्रयास इयोजीको इत्सुङनिदा जोडिँदै गइरहेको छ रे। ल यो लगभग बुझ्नुभयो होला। बुझ्नु भएन भने कमेन्ट मार्फत कहाँ के बुझिएन सोध्न बुझ्न सक्नुहुन्छ। आजलाई यति नै। हस्त नमस्कार, अन्यवासेयो।